प्रारम्भिक मतगणनामा एमाले जसरी तेस्रो स्थानमा देखिएको छ यसलाई कसरी लिइरहनु भएको छ तपाईहरु? हामीले पहिलो कुरा त यो हाम्रो पार्टीलाई सबैतिरबाट एक खालको प्राथमिक निशाना बनाइयो। यो यसको सामना गरेर हामी लोकतान्त्रिक पार्टी भएको हुनाले हामी निर्वाचनका हरेक निर्वाचनमा आफ्नो उपस्थिति कायम गर्दै आएको पार्टी हो। त्यसैले यसलाई हामीले जित हारको प्रश्नभन्दा लोकतन्त्रले जित्नुपर्ने कुरा हो र देशले जित्नुपर्ने कुरा हो। हामीले अपिल गर्यौं, जनताले समक्ष हाम्रो अपिल कति पुर्याउन सक्यौं वा कति प्रश्न पार्न सक्यौं त्यो हाम्रो समीक्षाको विषय हो। निर्वाचन परिणामलाई हामीले स्वाभाविक यो एउटा प्रक्रियाभित्र प्रवेश गरिसकेपछि हामी शान्त, संयम र धैर्यपूर्वक यसको चाहिँ परीक्षणमा हामी भइरहेको अवस्थालाई हामीले बुझेका छौं। अब खगराजी जसरी नेकपा एमालेले राष्ट्रियताको सवालमा, लोकतन्त्रको सवालमा बलियो रूपमा आफ्ना मुद्दाहरू स्थापित गर्दै आएको थियो हैन, तर अबको यो निर्वाचनमा चाहिँ फेरि पार्टीले हार्ने भयो नि। यो निर्वाचनको परिणाम एकचोटिको परिणाम सधैँको लागिको परिणाम होइन। यो परिणामबाट हाम्रा व्यवस्थापनका कुरा, सरकारी पक्षका कुरा अनि हाम्रा मुद्दालाई सम्प्रेषण गर्ने क्षमताका कुरा, यी सबै कुराको हामी समीक्षा गरेर अब हाम्रो जुन पोजिसन छ त्यही पोजिसनबाटै देशको पक्षमा हामी उभिन्छौँ। अब निर्वाचन तपाईहरुको नेतृत्वप्रति जसरी विभिन्न खाले प्रश्नहरू उठिरहेका थिए हैन, तपाईकै पार्टीका अध्यक्ष जुन रूपमा प्रस्तुत हुनुभएको थियो पछिल्ला दिनहरूमा, त्यसको असर पनि हो भन्न मिल्छ यो निर्वाचनको परिणामलाई हेर्दा? त्यो त उहाँले उच्चकोटिको साहस, अदम्य साहसका साथ आफ्नो विषयहरू प्रश्न राख्नुभएको हो। व्यक्तिगत प्रहार गर्ने हाम्रो जुन चलन छ यो राजनीतिक संस्कार होइन। पार्टीले लिएका नीति निर्णय र विचारहरूमै हामी केन्द्रित हुनुपर्ने हो। अहिले हामी व्यक्तिवादी तरिकाले जो अगाडि बढेका छौँ, लोकतन्त्रमा त्यस्तो त्यो शोभनीय पक्ष होइन। त्यसैले उहाँको निजी विचार, निजी शैली त आफ्नो ठाउँमा छन्, तर मूलत उहाँले लिएका पार्टीका अडान विचारसँगै हो यो गाँजिनु पर्ने। हामीले फरक तरिका अपनायौँ, त्यो एउटा विधि हो। यो विधिले लोकतन्त्रमा व्यक्ति बलियो बनाउने कि संस्था बलियो बनाउने भन्ने पनि विषय हो। अहिले व्यक्ति केन्द्रित कुरा छ, तर उहाँ व्यक्तिमा जो अदम्य साहस हो त्यो साहसले कहिलेकाहीँ ठिक परिणाम नल्याउने बित्तिकै आत्तिनु पर्दैन। अब एकजना व्यक्तिमा देखिएको क्रेजले नै यो सम्पूर्ण मत परिणामलाई नै उल्ट्याउने जस्तो पनि देखिएको छ। तपाईकै पार्टी अध्यक्ष अब निकै मतान्तरले, अब प्रारम्भिक मतगणना अनुसार हेर्दाखेरि पनि झन्डै 6-7 हजारकै मतान्तर देखिएको छ सुरुवाती चरणबाटै हैन। अब यो निर्वाचन अन्तिम चरणमा परिणाम सार्वजनिक भइसकिसकेपछि परिणाम स्वीकार्न कतिको सहज होला तपाईहरुलाई? होइन, हामीले भाग लिइसकेपछि यसका पक्ष, यसको तयारी गरी सबै कुराको बावजुद पनि हामी सहज र असहज होइन, निर्वाचन परिणामलाई हामीले स्वीकार्नै पर्छ। सरकारको भूमिका प्रति तपाईहरुको केही धारणा छ? त्यो त दुनियाँलाई थाहा छ। अहिले हामी निर्वाचन परिणाम भन्दा पहिले जे भनेका थियौँ, परिणाम आइसकेपछि नयाँ कुरा भएन। सरकारका जुन क्रियाकलापहरू छन्, जुन हामीलाई चाहिँ अलिकति अब एक्ल्याउने जुन प्रयासहरूमा सरकारको मनसा के हो त्यो प्रष्टै छ। त्यस कारणले अहिले हामी आरोप प्रत्यारोप गर्नुभन्दा पनि गम्भीर समीक्षामै जान चाहन्छौँ हामी यो परिणामपछि। सरकारले तपाईहरुलाई घेराबन्दी गर्यो, एक्ल्याउने चाह्यो भन्न खोज्नु भएको हो? सरकारले त गर्ने नै भयो होइन। सम्पूर्ण रूपमा अब हामी माथि टार्गेट गर्ने शक्तिहरूले पछुताउनु पर्छ पछि, त्यति मात्रै भनौँ अहिले। हस्, धन्यवाद यहाँलाई। हामीले नेकपा एमालेका सचिव खगराज अधिकारीसँग कुराकानी गर्यौं। खास गरी निर्वाचन परिणाम सार्वजनिक जसरी भइरहेको छ, नेकपा एमाले तेस्रो स्थानमा देखिएको छ। पहिलो स्थानमा राष्ट्रपा, त्यसैगरी नेपाली कांग्रेसले पछ्याइरहेको अवस्था छ भने नेकपा तेस्रो स्थानमा देखिएको छ। यो परिणाम स्वीकार्न नेकपा एमालेलाई कतिको सहज हुन्छ भनेर हामीले कुराकानी गर्यौं।